र नमस्कार सम्पूर्णमा। यति बेला शिरीष हेयर कटिङमा छु म। हाम्रो मेलौली नगरपालिकाका एकदम प्रसिद्ध सुप्रसिद्ध यही क्षेत्रकै शिरीष हेयर कटिङको शाखा कार्यालय मेलौली नगरपालिका 1 स्थित त्यो चौराईमा पनि छ बस पार्क स्थित, र यो लामखालीमा छ। यहाँ अहिले हेयर कट काटिरहेको छु म, हेयर कटिङ काटिरहेको छु। उहाँ चाहिँ यो पसलहरूको ओनर हुनुहुन्छ, दुईटै पसलहरूको एकदम खतरा काट्नुहुन्छ। विगत लामो समयदेखि एकदम यो क्षेत्रमा कपाल काट्दै आइरहनु भएका हाम्रा शिरीष दाई हुनुहुन्छ र एकदम खतरा काट्नुहुन्छ र सेवाको मौका अवश्य दिनु होला। यहाँ आयो भने अहिले म काटिरहेको छु यहाँ। फाइनली हाम्रो यो कटिङ सकिएको अवस्था छ। सट्ट पारेर साउजीले एकदम खतरा हिरो बनाइदिनु भएको छ हैन। एकदम ल, यो मेलौली वडा नम्बर 7 मा रहेको शिरीष हेयर कटिङ हो। यदि तपाईँ कर्मचारी हुनुहुन्छ अथवा कुनै शिक्षक हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ, बालकदेखि वृद्धसम्मका यहाँ चाहिँ हेयर कटिङ गरिन्छ। यसको प्रधान कार्यालय चाहिँ मेलौली नगरपालिका वडा नम्बर 7 बस पार्कमा हैन। प्रधान कार्यालय चाहिँ लामखालीमा र शाखा कार्यालय चाहिँ त्यहाँ माथि पनि छ हैन, वहाँ हरिपुर बजारको गैरचाडीमा छ। सेवा जहाँबाट पनि लिन सक्नुहुन्छ। म कन्ट्याक्ट नम्बर यहाँ डिस्क्रिप्सनमा पनि छोडिदिन सक्नेछु। एकदम सुपथ मूल्यमा गुणस्तरीय हिसाबको कपाल कटाउन चाहनुहुन्छ भने यो शिरीष हेयर कटिङलाई सम्झनु होला आफ्नो साउजीलाई। र यसको हाम्रो यो अरू के गरिन्छ, हाम्रो केटीहरूको के फेसियल फेस वास सम्पूर्ण कुराहरू गरिन्छ एकदम सुपथ मूल्यमा, एकदम राम्रो तरिकाले डिस्काउन्ट सहितको। विशेष यहाँहरू आफ्नो साथीहरूलाई पनि लिएर आउनुहुन्छ भने एकदम विशेष डिस्काउन्ट हुनेछ एकदम। विगत कति वर्षदेखि हो हजुरले यहाँ यो सेवामा? विगत चाहिँ यो स्कुलको बजारमा चाहिँ 1 साल भयो ट्याक्कै, पुसको महिना मलाई उसरी। अनि चाहिँ माथि पसलमा चाहिँ मलाई 4 साल भइसक्यो। 4-5 विगत 5 वर्षदेखिको अनुभव मेलौलीमा हुनुहुन्छ अथवा तपाईँ कपाल काट्ने सोचमा हुनुहुन्छ, फेसियल गर्ने, आइब्रोहरू मिलाउने, अन्य कुनै पनि प्रकारका सामग्रीहरू गर्न चाहनुहुन्छ भने शिरीष हेयर कटिङलाई सम्झनु होला। सेवाको मौका अवश्य दिनु होला एकदम डिस्काउन्ट सहितमा भन्न चाहन्छु। मेरो पनि एकदम खतरा हिरो बनाइदिनु भएको छ। धन्यवाद छ उहाँलाई। शिरीष हेयर कटिङलाई सेवाको मौका दिनु होला भन्दै र भिडियोलाई पनि लाइक कमेन्ट गर्दै भन्दा एकदम खतरा ह्यान्डसम पसले हुनुहुन्छ उहाँ चाहिँ, ह्यान्डसम कपाल काट्ने होला हैन। र अन्य व्यक्तिहरूका सम्पूर्ण कर्मचारीज्यूहरूका पनि कपाल काट्नुहुन्छ, वृद्धदेखि बालकसम्मका कपालहरू काट्नुहुन्छ, सबैको काट्छन्। एकदम खतरा हिसाबले काट्नुहुन्छ, एकदम टाइम लगाएर अथवा छिटो जस्तो काट्नुहुन्छ। 24 घण्टामा यहाँहरूको सेवामा तत्पर रहनेछन्। शिरीष भट्टज्यूलाई कपाल काटिदिनु भएकोमा धन्यवाद र भिडियोलाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नुहोला भूपेन्द्र भट्ट युट्युब च्यानललाई भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।